मार्केटमा कुनै पनि नयाँ आइपिओ आउनुसाथ हामीहरूले कसरी थाहा पाउने कि यसको हाईएस्ट प्राइस यतिसम्म जान सक्छ त? यो कुरा नथाहा पाएर धेरै जस्तो मान्छेले कम फाइदामा आफ्नो सेयर पहिले बेचिदिन्छ या त धेरै जस्तो मान्छेलाई घाटा पनि लाग्छ, पछि गएर सेयरको प्राइस चाहिँ कम हुन्छ। आजको भिडियोमा चाहिँ त्यो पिक प्राइस कसरी पत्ता लगाउने त्यसको फर्मुलाको बारेमा हामी कुरा गर्छौँ। सुरुमा त हामीले के गर्नुपर्छ भन्दाखेरि धेरैजना मान्छेलाई चाहिँ लस भइरहेको हुन्छ या त कम प्रफिट हुन्छ, किनभने उनीहरूलाई पिक प्राइस कतिसम्म जान्छ, यो सेयरको पोटेन्सियल कति छ त्यो थाहा नै हुँदैन र उनीहरूले धेरै दिनसम्म होल्ड गरेर बस्छ, त्यस्तोमा घाटा पनि लाग्न सक्छ। नेप्सेमा चाहिँ एउटा प्याटर्न छ, त्यो प्याटर्न हेरेर हामीले यसको बारेमा एकदमै राम्रो डिसिजन चाहिँ लिन सक्छौँ। अब मोस्ट अफ द केसमा चाहिँ आइपिओ को प्राइस चाहिँ लगभग 100 रुपैयाँ जति हुन्छ। अब लिस्टिङ प्राइस चाहिँ 100 देखि 300 रुपैयाँसम्म हुन्छ। अब हामीले पिक प्राइस चाहिँ कसरी एस्टिमेट गर्न सक्छौँ, हामी त्यसको लागि चाहिँ एउटा फर्मुला हेरौँ। फर्मुलाले के भन्छ भन्दाखेरि एक्सपेक्टेड प्राइस के हो भन्दाखेरि लिस्टिङ प्राइस इन्टु सेक्टर मल्टिप्लायर। अब सेक्टर मल्टिप्लायर के हो म त्यसको बारेमा भन्छु। अब जस्तै कि हाइड्रो पावरमा चाहिँ ग्रोथ कतिसम्म हुन्छ भन्दाखेरि 1.8 to 2.5x सम्म हुन सक्छ। माइक्रो फाइनेन्समा चाहिँ 2x देखि 3.5x सम्म हुन सक्छ। फाइनेन्समा त डेभलपमेन्ट ब्याङ्क्सहरुमा 1.5 देखि 2.2x सम्म, मतलब मल्टिप्लाई गर्न खोजेको है मैले। र म्यानुफ्याक्चरिङ बिजनेसहरुमा चाहिँ एकदमै हाई पनि हुन सक्छ। अब यो चाहिँ मैले अब्जर्भ मात्रै गरेको, एउटा प्याटर्न हेरेको, मोस्ट अफ द केसमा यही प्याटर्न फलो हुन्छ, तर सबैमा यसको कुनै पनि ग्यारेन्टी चाहिँ दिन सकिदैन। अब जस्तै एउटा एक्जाम्पलको लागि हेर्दाखेरि कुनै पनि सेयर इस्यु भएको छ 100 रुपैयाँमा, लिस्ट भएको छ मानव 250 रुपैयाँमा। अब यहाँ सेक्टर कुन चाहिँ हो? सेक्टर हो हाइड्रो पावर। यहाँ मल्टिप्लायर कति हुन्छ? 2x। अब हामीले यहाँ पहिले हेरिसकेको छौँ कि सेक्टरको हाइड्रो पावर कति छ? 2.5, 1.8 देखि 2.5x सम्म हामीले 2 लियौँ। अब हामी यहाँ हेर्दै जान्छौँ। अब 250 into 2 हामीले कुन चाहिँ मल्टिप्लाई गर्यौँ? यताबाट हेर्दाखेरि लिस्टेड प्राइसलाई चाहिँ हामीले मल्टिप्लाई गर्यौँ। मल्टिप्लाई गरेर कति आयो? 500 सम्म यसको दाम जान सक्छ। मतलब हामीले पिक रेन्ज कतिसम्म गर्न सक्छौँ भन्दाखेरि 450 देखि 550 सम्म यसको प्राइस चाहिँ जान सक्छ। अब कुनै कुनै मान्छे यस्तो पनि हुन्छ, उनीहरूले अलि पनि रिस्क लिनु नै छैन, अलिकति कमै फाइदा होस् तर म घाटा सहन सक्दिनँ। त्यस्तो मान्छेहरूलाई के भन्दाखेरि उनीहरूले के गर्ने भन्दाखेरि मार्केट बढिरहेको छ, जुन दिन फर्स्ट सर्किट लाग्छ त्यही दिन आफ्नो सेयर बेच्दिने, या त कुनै पनि सेयरको भोल्युम घटिरहेछ तर प्राइस चाहिँ बढिरहेछ भने त्यस्तो अवस्थामा पनि बेच्दिँदा हुन्छ, या त अर्डर बुकमा एकदमै धेरै मान्छेले सेलमा लगाएको छ त्यतिखेर पनि बेच्दिँदा हुन्छ, या त मार्केट सेन्टिमेन्ट एकदमै गडबड भइरहेछ भने त्यतिखेर पनि सेयर बेच्दिँदा हुन्छ। यो भिडियो मन पर्यो भने यो भिडियो सेभ गर्नु, साथीहरुसित शेयर गर्नु, या त यो राइज नेप्से भन्ने च्यानललाई फलो गर्नु।